नमस्ते साथीहरू, जय माटो। म माननीय हर्क साम्पाङज्यूलाई म धेरै अ, आदर गर्छु। उहाँ जस्तो देशभक्त नेता यो देशको लागि चाहिन्छ। उहाँ जस्तो देशलाई प्रेम गर्ने नेता चाहिन्छ, किनकि आजसम्म कसैले देशलाई यति धेरै प्रेम गरेको छैन। हर्क साम्पाङज्यू यस्तो व्यक्ति हुनुहुन्छ जसले देशको निम्ति उहाँ मरिमेट्नुहुन्छ अनि देशलाई धेरै माया गर्नुहुन्छ। अनि उहाँले अहिले उहाँ सत्तामा हुनुहुन्न, तर पनि उहाँ देश निर्माणको लागि उहाँ लडिरहनु भएको छ। हरेक ठाउँमा अनि हरेक ठाउँहरूमा, देशको हरेक जिल्लामा, गाउँपालिकाहरूमा उहाँले आफ्नो अभियान पुर्याइसक्नु भएको छ र त्यहाँ अगुवा श्रमदाताहरूले त्यहाँ अगुवाई गरिरहनु भएको छ। किनभने हर्क साम्पाङज्यूको भिजनमा हिँड्ने धेरैजना साथीहरू हुनुहुन्छ। उहाँहरूले हरेक गाउँ ठाउँहरूमा उहाँहरूले त्यो काम गरिरहनु भएको छ जुन जनताको पक्षमा छ। जनताकोलाई खुसी बनाउनको लागि, जनताको पक्षमा काम गर्नको लागि ठुलो काम गर्नु पर्दैन। दैनिक उपभोग्य ठाउँ वस्तुहरू, दैनिक काम लाग्ने वस्तुहरू, जुन वस्तुहरू चाहिँ जनताको दैनिकी प्रयोग हुन्छ, त्यो कुराहरू गरिदिनु भयो भने पनि जनतालाई धेरै ठुलो राहत हुन्छ। जस्तै मलखातको कुराहरू भयो, जस्तै बाटोको घाटोको कुराहरू, पुलको कुराहरू भयो, होइन। यी कुराहरूले जनतालाई नजिक ल्याउनको लागि अर्थात् जनताको खुसीको लागि, आवश्यकता पुरा गर्नको लागि माननीय हर्क साम्पाङज्यूको टिमले अनि श्रम संस्कृति पार्टीका टिमले यो काम गरिरहेको म देख्छु। त्यसकारण त यो पार्टी देखेर धेरैजना डराइसकेका छन्। माननीय हर्क साम्पाङको सिद्धान्त र काम गर्ने शैली देखेर धेरैजना आत्तिएका छन् अनि माननीय हर्क साम्पाङज्यूलाई विभिन्न आरोपहरू लगाएका छन् है। कहिलेकाहीँ पास्टर भन्छन् अनि जातीय द्वन्द्व फैलायो भन्छन्। अहिले जुन सुनसरीमा भएको जुन घटना छ, त्यो घटनालाई पनि हर्क साम्पाङले गर्दा यो साम्प्रदायिक घटना घट्यो भनेर आरोपहरू लगाइरहेका छन्। प्रिय मित्रहरू, तपाईँलाई थाहा छ त्यो घटना कसले घटायो? त्यो घटना घट्नुको कारण के हो, अर्थात् त्यो घटना घटाउनुमा कसको हात छ भन्ने कुरा तपाईँले स्पष्ट देख्छ। किनकि खुल्ल्याम मान्छेहरूले अब मान्छे मार, म 10 लाख 15 लाख दिन्छु भन्ने मानिसहरू छन्। त्यो हिंसा फैलाउने मान्छेहरू होइन त। उहाँहरूले नै गर्दाखेरि यो हिंसा फैलिएको हामी देख्छौँ। त्यस कारणले गर्दा हजुरहरूले याद गर्नुहोस्, माननीय हर्क साम्पाङज्यूको कारणले गर्दा कुनै पनि जातीय र धार्मिक युद्ध भएको होइन। यो त जो सोचमा गलत छ, जसले गलत सोच्छ, ती मानिसहरूकोबाट भएको हो। हरेकचोटि संसदमा अनि हरेक मठ मन्दिरमा जाँदाखेरि उनीहरूले जुन कार्यहरू गरेको छ, व्यवहार गरेको छ, जुन बोलीहरू बोलेको छ, त्यसैको परिणाम हो नि यो त। हर्क साम्पाङले सबै धर्मलाई सम्मान गर्नुहुन्छ। कहिले पनि हर्क साम्पाङले एउटा धर्मलाई काखी चेपेर हिँडेको छैन। उहाँले हिन्दूलाई पनि उत्तिकै सम्मान गर्नुहुन्छ, बुद्धिस्टलाई नै उत्तिकै सम्मान गर्नुहुन्छ, किराँतलाई नै उत्तिकै सम्मान गर्नुहुन्छ, जैनलाई नै उत्तिकै सम्मान गर्नुहुन्छ, मुस्लिम धर्मलाई उत्तिकै सम्मान गर्नुहुन्छ, क्रिस्चियनलाई नै उत्तिकै सम्मान गर्नुहुन्छ। त्यस कारण हर्क साम्पाङले कहिले पनि यो धर्मको विषयमा उत्तेजना हुने र मतभेद हुने यो कुनै पनि अभिव्यक्ति मैले दिएको देखेको छैन। यो त विरोधीहरूले बोल्ने भाषा मात्रै हो, हर्क साम्पाङले गर्दा भयो भनेर। आफूहरूले द्वन्द्व भड्काउने अनि दोष जति अर्कालाई लाउने गर्छन् यिनीहरू। त्यस कारणले गर्दा माननीय हर्क साम्पाङज्यू चाहिँ एउटा देशप्रेमी नेता हो। उहाँले देशको लागि सोच्नुहुन्छ, जनताको लागि सोच्नुहुन्छ। त्यसकारण सबैजना डराएका छन् अनि सबैले अनि हर्क साम्पाङलाई खेदो गरेका छन्। निश्चित हुनु साथीहरू, हर्क साम्पाङ त्यत्तिकै हराएर जाने व्यक्ति होइन। एक दिन हर्क साम्पाङ यो देशको प्रधानमन्त्री बन्छ, यो पक्का कुरा हो। किनभने विरोधीहरूले जति विरोध गरे तापनि जनताले हर्क साम्पाङलाई
भोट दिन्छन् र उहाँलाई जिताउनुहुन्छ। धन्यवाद। जय माटो।